यो नमस्ते सबैजनालाई है। हामी चाहिँ यहाँनिर कोसिलीको लागि चाहिँ यहाँनिर एक दुईवटा सामान हेर्न आएको थियो है। हामी चाहिँ अब दार्जिलिङ जाने यो उकालो रोहिणीको बाटो हो। अन्त एक दुईवटा भ्यूजहरू पनि मैले क्याप्चर गरेको छु हाम्रो अफ्ताब दाजुको गाडीमा घर गएको है। किप वाचिङ। पछि बसिरहेछ बक्कु लाएर भाइ सुत्यो। तल सिलगढीको पुरै पानी आउँछ जस्तो छ यहाँबाट हेर्दा सुपर पानी आउँछ जस्तो सुपर। बादल माथि सवारी हुँदैछ। वेलकम टु खरसाङ। ममताले भनेको चाहिँ अब कपिराइट हुन्छ अरे युट्युबमा हाल्दा। त्यस्तो हामीलाई त त्यति म त युट्युब याद छैन। युट्युबको चाहिँ खरसाङको दामी भ्यू यही हो। अन्त गीत बज्यो भने चाहिँ कपिराइट हुन्छ अरे। अन्त यहाँ चाहिँ तपाईँको खरसाङको रेलवे स्टेसन आइपुग्यो। यहाँको 4864 फिट आइपुग्यो खरसाङ हो। यहाँ चाहिँ दामी सबैले दसैँको टिका लगाइरहेछ। निधारमा रातो टिका बहिनीहरूले मजाको राम्रो दसैँको सबैजनाले रातो टिका लगाएर मजाको भइरहेछ हो। हामी चाहिँ अब ढिलो भयो। अब हामी चाहिँ अलिकति ढिलो भयो। अब गएर लाउनुपर्छ। अब गएर लाउने हो। योपालि चाहिँ एयरलाइन्स डरलाग्दो धोका दियो। यत्रो वर्ष ट्राभल गरेको फर्स्ट टाइम यस्तो प्रब्लम क्रिएट भयो। 2 दिनसम्म सामान नै आइपुगेन। यो चाहिँ हाम्रो पुरानो साथी थोमसको घर जाने बाटो। यो मुनि थोमस दाको घर यहाँबाट पुग्छ। थोमस दालाई ह्याप्पी दसैँ। थोमस दालाई पनि अनम्यानेज टाउन प्लानिङ भएको पहिल्यै गल्ती भएको छ। अब त्यो सुध्रिँदैन पनि। त्यो हामीले चाहिँ आशा पनि गर्दैन अब सुध्रिन्छ भनेर हो। सेन्ट अल्फन्स खरसाङको हामीले थोमसदालाई बाटोमा जाँदै सम्झिँदैछ हाम्रो साथीको गाउँ भन्दै। इजरायलमा छ अहिले। यो इजरायलमा यो भिडियो पठाइदिन्छु। उसलाई गाउँको यादहरू ताजा गराइदिन्छ हामी। हेर्नुहोस् अब यो भनेको मैले भन्नु चाहेको चाहिँ के हो भन्दा चाहिँ अब हेर्नुहोस् है पानी पाइप यहाँ पनि छ। पाइपहरू आउँदैछ हो। अब खरसाङ आइपुगे। जाम 40 वर्ष पुग्यो हो। अब 40 वर्षमा पनि चेन्ज चाहिँ देखिन। चेन्ज चाहिँ एउटा देख्यो। बिल्डिङ खालि बनेको हो। न स्कुल नयाँ बन्यो, न कलेज नयाँ बन्यो, न युनिभर्सिटी नयाँ बन्यो, न हस्पिटलै नयाँ बन्यो। खालि बिल्डिङ खालि बन्यो। ममतालाई के भन्नु सुन्ने? एक दुईवटा सुन्ने मैले जे कन्टिन्यू। हाम्रो दार्जिलिङ त अब वेस्ट बेङ्गलको सबभन्दा हिल स्टेसन भनेर चिन्छ हो। तर आजकल चाहिँ दार्जिलिङमा चाहिँ अलिकति प्रब्लम हुन्छ मान्छेहरूलाई आउँदा। रोडको प्रब्लम है। टाइम अब दार्जिलिङ पुग्नु चाहिँ 4-5 घन्टा लाग्छ। त्यो भएर चाहिँ अलिकति टुरिस्टहरूलाई हामीलाई त अब हामीलाई त अब पानी नै छ। नयाँ मान्छेलाई चाहिँ साह्रो पर्छ हो। अन्त पानीको पुरा प्रब्लम हाम्रोमा आउँदाखेरि चाहिँ अलिकति प्रब्लम चाहिँ बाहिरकोलाई चाहिँ पानी रोड। अन्त त्यस्तो लाग्यो मलाई चाहिँ है। होटलहरूतिर पनि त्यस्तो होटलमा त दामी भेट हुँदैन। त्यसमा अब हामीलाई अब आएर
भन्दा पनि उनीहरूको केयरलेसनेसले गर्दा हो होइन। अन्त हाम्रो ब्याग चाहिँ चेन्नईमै छोड्यो अरे 11 जनाको। त्यही भएर चाहिँ आज हामी ढिलो भयो। टिकाको दिन पनि बाहिरै छ, हामी रोड बाटोमै छ। अब घर चाहिँ हामी बेलुका पुग्छ होला, 4-5 बजी 5 बजी पुग्छ होला है, 5 बजी पुग्छ। किन चाहिँ जामको प्रब्लम छ, नभए चाहिँ 2.5 घन्टाको बाटो हो, 2.5-3 घन्टामा त पुग्नुपर्ने। बेसी बाहिरबाट टुरिस्ट आउँछ यो सिजनतिर चाहिँ होइन, विन्टरमा होइन, दसैँ सिजन। अब चाहिँ दसैँको सिजन। अहिले दसैँमा चाहिँ तपाईँको बङ्गालमा चाहिँ अफिसहरू, स्कुलहरू, कलेजहरू छुट्टी छ, किनभने उनीहरूको बङ्गालमा चाहिँ नवमी, नवदुर्गा मान्छ, त्यहाँदेखि दसैँ मान्छ। त्यहाँदेखि दसैँ मानेपछि अब स्कुलहरू छुट्टी छ, सब टुरिस्टहरू गरम जग्गाबाट ठन्डा जग्गा घुम्नु आउँछ। त्यही कारण चाहिँ अहिले चाहिँ सिजन टाइम हो। अब यो चाहिँ हाम्रो पुर्खाहरूले राम्रो सोचेर बनाएको तिहार हो कि अब केही नभए पनि वर्षमा चाहिँ एकपल्ट चाहिँ भेट्ने, कहीँ नभए पनि जहाँ पनि भए पनि संसारको कुनै कुनामा पनि छ भने एकपल्ट आएर चाहिँ भेट्ने कोसिस गर्ने अब भनेर चाहिँ उनीहरूले बनाएको तिहार। तर राम्रो डिसिजन। जति नै बिजी आजकलको मान्छे अब यति बिजी छ कि कसैको लागि टाइम छैन। तर पनि अब वर्षमा 365 दिनमा एक दिनै भए पनि भेट्ने र हेर्ने भनेर चाहिँ बनाएको तिहार। यहीँ पुग्यो सुनादा बजार। यो चाहिँ हाम्रो ब्याङ्क, बोर्डहरू पुरा खिया लागिसकेको छ। यो चाहिँ हाम्रो ब्याङ्क। यहाँ चाहिँ मैले फर्स्ट मेरो जोइनिङ महिला। ए दोकान त बन्द, यो दोकान हो त बन्द रहेछ। यहाँ छ, यहाँतिर पनि हेर्दा हुन्छ। हेर ए सिल्माको दोकान, यहाँ त दोकानै बन्द रहेछ आज सुनादामा। सपिङ गर्नु पस्यो सुनादामा। नानीको लागि नराम्रो रहेछ। दसैँ हाम्रो दसैँ नै ल। अब चाहिँ अनलाइन देखाइदिएको म त कहाँ बनाउने ब्लग बनाउने त अन्त हो। आज चाहिँ यहाँ दसैँ लुगा सुनादामा हामीले पर्दैछ। मजाले बसिदिए पक्का। आफैलाई फौजी भएर आर्मी टी सर्ट, हरियो ट्र्याक। ल हल्का सुनादामा सपिङ गराइ भयो। एउटा प्यान्ट चाहिँ किने दसैँको, ममताले किन लगाऊ कि लगा एउटा नयाँ प्यान्ट भनेर चाहिँ हाम्रो अफ्ताबदाले पनि दसैँमा एउटा चाहिँ लगा प्यान्ट नयाँ दसैँमा भनेर चाहिँ एउटा किनिदिएको। इच्छा पुरा गर्दै किनाएको, मेरो इच्छा होइन नि। इच्छा पुरा गरिदिएको नआएको। गुम्बा सुनादा गुम्बा आइपुग्यो, शेर्पा गुम्बा राम्रो बनाएको छ। पेट्रोल पम्प अब त्यो मैले अब मजाले घुम्नु पर्यो होइन, चाहिँ आएर चाहिँ आज चाहिँ घुम्ने हो बजार, माथि जाने त्यहाँ माथितिर शान्ति लाउ जाने होइन, नयाँ खुलेको रुम क्या फ्लप भएन म भन त। सपना मेरा टुटा छैन नि ज्यादा नलाएको लुगाहरू छ त्यहाँ हो एकपल्ट। अहिलेसम्म ग्यारेन्टी छैन कि आइपुग्छ कि आइपुग्दैन है। अब यिनीहरूले के गर्छ अब अर्को वर्षको लागि। सुमन्तीहरूको पनि पहिला त्यस्तै भएको सिङ्गापुर जाँदा। हिजो तपाईँको अब घुम आइपुग्नु आँट्यो हो, घाटे जोरबङ्गला अब यहाँ घुमायो। यहाँबाट चाहिँ सिधा गइन्छ फेरि तपाईँको सुके पोखरी मिरिक जाने बाटो चाहिँ यो बाटो। यहाँबाट चाहिँ घुमको चाहिँ हाम्रो
एसिया होइन के पो अहिले एसियाको सेकेन्ड एसियाको सेकेन्ड हाइएस्ट सेकेन्ड हाइएस्ट होइन टप पहिला चाहिँ हाइएस्ट थियो फर्स्ट थियो अहिले चाहिँ सेकेन्ड हाइएस्ट भयो बिकज अफ चाइना स्टेसन यहाँ त हाम्रो माथि साथी तेन्जिङको घर माथिपट्टि चाहिँ यहाँ अब सबै साथीहरू घर अघि हाम्रो थोमस दा अब यो चाहिँ तेन्जिङको हाम्रो तेन्जिङ कोनफेन वाङदीको घर हो यसको गाउँ सायद त्यो त घुम्दै होला यतातिरै फोन त गरिनँ यतातिरै होला त्यो यहाँ चाहिँ त्यसको वाइफको घर हो यहाँनिर अगाडि तेन्जिङको अहिले त अब दार्जिलिङमा पनि म आफै टुरिस्ट भइसकेको छु 2016 देखि बाहिर निस्केको हो अब बाहिरै छ अन्त अब कति भयो 16 देखि अब 25 भएन अहिले 9 वर्ष भएछ बाहिर निस्केको अझै कति वर्ष बाहिर काट्नु पर्ने हो आफ्नो घर भने आफ्नो जग्गा भनेको आफ्नै जग्गै हुन्छ मनपर्छ शान्ति लाग्छ आएपछि क्या दिल्लीको यसको के भन्छ यसको बेगुनिया फुलको नाम होइन त्यो साथीको यहाँ छ गरम खालि साह्रो ल्याङ्ग्वेज र गरम चाहिँ साह्रो गरम र ल्याङ्ग्वेज खालि साह्रो समुद्र गाउँछ नि त त्यो जग्गा चाहिँ बेङ्गलोर पो है बेङ्गलोर चाहिँ न गरम न उयो हुन्छ है बेङ्गलोर त गएको छैन बेङ्गलोर जाउँ भनेको घुम्नु त्यतिकै भएर छ घुम्नु त पुरै छ नि त्यहाँ जग्गा अब केरला छ डल्लै हो एक दिन गएर आयो त्यो के हुन्छ एक दिनमा चाहिँ अब जो मान्छेहरू जो डिफेन्समा गएर मान्छेहरूलाई देशको प्रोटेक्सनको लागि शहीद हुनेहरू जसले आफ्नो प्राण दिएर आहुति दिएर चाहिँ देशको सेफ्टीको लागि अगाडि बढ्ने जवानहरूको लागि चाहिँ मेमोरियलको लागि चाहिँ यहाँनिर चाहिँ बतासे लुपमा बनाइदिएको छ यो पनि एउटा टुरिस्ट प्लेस हो उनीहरूको यादको लागि चाहिँ एउटा बनाइदिएको छ मेमोरेबल अन्त राउन्ड घुम्छ यहाँबाट हो यहाँबाट कञ्चनजङ्घाको भ्यू पनि दामी आउँछ राउन्ड भ्यू ट्रेन भने मैले अब दार्जिलिङ चाहिँ खालि होटेल बिल्डिङले नै खालि भरेको छ त्यही चाहिँ अघि कुरा गर्दै थिएँ मैले हेर्नुहोस् बिल्डिङ बिल्डिङ बाटो दुईपट्टि टुरिस्ट भयो भने यहाँको दामी मोनेस्ट्री छ यो पनि भित्र भन्दा भन्दै अब दार्जिलिङ पनि आइपुग्न आँट्यो कसको कसको चाहिँ तोड्यो अर्डर खालि हो त्यो पेपरमा खालि हो त्यो पेपर हो भाइ त्यो अर्डरहरू त कतिपल्ट आयो त्यो उयसको के अरे हाम्रो बिल्डिङ 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 मैले भने नि त दार्जिलिङ त अब बिल्डिङको अब यहाँनिर मान्छे रेन्टमा बस्थ्यो होइन होमस्टे होल्डिङ होमस्टे अरे सबको होमस्टे नि होटलबाट यो खालि थियो पहिला स्नो भ्यू यहाँ पनि होटेल त्यहाँ पनि होटेल नामै याद छैन अब हामी यहाँकै मान्छे यहाँ हामी होटेलको नामै याद छैन मलाई अब यति बिघ्न के छ भनेर क्या अब घर आइपुग्यो टक्कै रिलायन्स स्मार्टमा चाहिँ आइपुग्यो अब यसको मुनिपट्टि चाहिँ हाम्रो गाउँ हो रकुट धन्यवाद लम्बा ट्राभल भयो अप्तालाई धेरै धेरै धन्यवाद ट्राभलिङ डोलादो भयो दसैँ मनायो अब हप्ता त कहिले फ्री हुन्छ त्यहाँदेखि दसैँ मनाउनु पर्छ काकाको सानो छोरा बुहारी यहाँ नाति
तिमीलाई टिका लाउने ट्रलीले गर्दा डल्लै बर्बाद। मैले हेरेको छु फोनमा मेरो। ए फोनमा रिल्सहरू कि युट्युबमा? ल अब हाम्रो नातिनीलाई पनि ल्याउनुपर्छ बढीको त आधा कलकत्तामै नानीहरूलाई ज्ञानी हुनु बेचारी हुनु रोगबाट शान्ति हुनु दुर्गा भौले बडा दसैँको शुभकामना है। धन्यवादले पनि सधैँ मामा घरमा आएर टिका लगाउनु यस्तै ठुलो मान्छे हुनु लागि आमा ल अब प्यारो सानो मिरर हेर्छ नि ल just wait 2 minutes wait a minute please okay अमो क्या नानो टच गर्नु हुँदैन टिका चाहिँ टच गर्नु हुँदैन ल भेरी गुड भयो ओके ल मेरो आशीर्वाद